अनि च्यानल सब्स्क्राइब गरेको नि देखाउनु पर्यो त्यसपछि बल्ल चकलेट पाइयो सर्दीको सबैले यस्तो मन लगाएको हैन टक्क त्यो अमिलो पुरो चट्ट हालेर बनाउँछ नि त सिदानको भात खाने कसलाई खान्छ जोडो जनता हान्न चाहन्छन् म कार्यक्रममा तिमी के भन्न चाहन्छौ सो हेलो गाइस नमस्ते वेलकम छ मेरो ब्लगमा म चाहिँ खासमा ब्लगर अहिले चिराङ ब्लगर यो चाहिँ राम्री भइरे नक्कल पारेकी हेर न नक्कल क्यामेरा राम्रो थियो के म चाहिँ खासमा भात पकाउन आएको या अलमल लिएर बसेछु घामले यतातिर झ्याल लाउँदैछन् म देखिन्छु भनेर भागिसके लुकिसके कोही कोही मान्छे होइन लाजाको पोको छन् होइन भ्लग चाहिँ भ्लग पनि लुकी लुकी हेर्छ उहाँ हेर न म सर्दी क्यामेरा पनि राम्रो आएको नि म कति राम्रो है को केटाहरू हेर्छन् पर्पज गर्दै यसलाई राम्ररी देखिन्छ कसलाई प्रपोज गर्छ यहाँनिर कसलाई गर्ने गर्दै म बाउलाई नै ऊ पनि टु छ कि क्या हो मलाई शङ्का लाग्दैछ म वान हो के अरे हैन अस्ति बुढाहरू यहाँनिर के भन्दै थाहा छ सिङ्गल हो कि त मिङ्गल हो रे अनि विश्वासले के भनेको म त मिङ्गल हो भनेको अनि कोहरे गर्न सुन्नु अनि एले कस्तो राम्रो आएको क्यामेरा हैन म सिङ्गल सिङ्गल म त मिङ्गल हो सिंगल हामी सबै सिंगल नो मिंगल मिङ्गलको थियो न ट्रेनिङ गर्नु नि सर मेकअप गर्ने पैसा नहीं होता है उयो दिदी कस्तो भनेको बाटो छोड ओइ ओइ उयो दिदी कस्तो भनेको डनायो के डनायो कस्तो यो हाने कस्तो चिसो हेर्नु यो यस्तो कल गर्नु पहिले ए कपालमा बनाउँछु हेर्नु मेरो हेर्नु सबै हैन मेरो म भात पकाउने सबै रेखा थापाको जस्तो कपाल बनाउँछु आसी यो सानो लिबनमा हो बनेको यो हेलिकप्टर हो हेलिकप्टर म त खानेकुरा आयो लुगाफाटा आयो भनेको त फोहोरको गाइस तपाईहरुलाई स्वागत छ मेरो दिदीको ब्लगमा केयर 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 आउँछ के त्यस्तो कति पर्छ 2500 3000 कति पर्छ यहाँ उसले अब बुवाको बुढाको अनि मेरो च्यानल सब्स्क्राइब गर्नेलाई मैले चकलेट दिन्छु भनेको थिएँ क्या बुढाहरूलाई जिस्काएको थिएँ अनि मैले च्यानल सब्स्क्राइब गरेँ मलाई खै त चकलेट अरे खोइ देखाउ भन्नुपर्छ नि त पहिला हैन त अनि च्यानल सब्स्क्राइब गरेको नि देखाउनु पर्यो त्यसपछि बल्ल चकलेट पाइयो च्यानल सब्स्क्राइब गरेर मेरो पसलमा आउनु पर्यो मेरो युट्युब च्यानल सब्स्क्राइब गरेर टिकटकमा फलो गरेर त्यसपछि आउनु पर्यो चकलेट पाइयो हैन चकलेट विदेशको चकलेट 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 खाइसकेर फेरि अनसब्स्क्राइब गर्न पाइएन हैन फेरि घरमा आएर चकलेट खुट्टा पाइदिनु सब्स्क्राइब गरेर अनि त्यसपछि मेरो पसलमा आउनु पर्यो चटपट पानीपुरी खान यस खानु पर्यो आउनु पर्यो ग्राहकहरु आउनु पर्यो बुझ्छ मलाई सर्दीको चप्पलले यस्तो मन लगायो कि मलाई खाना मात्र आउन मन लागेन के भयो अरे सर्दीको चप्पलले यस्तो मन लगायो कि हैन टक्क त्यो अमिलो पुरो चट्ट हालेर बनाउँछ नि त अनि एकदम मिठो लाग्छ क्या अनि मलाई मोनी लगायो भने आम्ला आउन मन लाग्छ सम्झा नि ठुगाएर भात हैन तपाईहरु सम्झ टक्क लाएर मैले चाहिँ आलु बसाले अब चाहिँ लुगा धुनु पर्यो खाना बनाउनै बाँकी छ साथीहरु कति बेला होला त्यो जाडोमा पानी छिर्याउने हेलो हेलो गाइज हामी चाहिँ यहाँ लुगा धुन लाएको यस्तो चिसो छ कि यस्तो जाडो छ कि भनेर भन्छु साँच्चैको चिसो के खाने रे ढेँडो ढेँडो खाने हो गाइज मार्सी धानको भात खाने कसलाई खान्छ जोडो मार्सी धानको भात खाने कसलाई खान्छ जोडो लात पचाएर बोल्ने हो राम 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 गाए बनैमा म त अबि राम 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 मेरो खुट्टा काँसी पुग्यो हैन ओहो तिमी के भन्न चाहन्छौ जनता हान्न चाहन्छन् जनता हान्न चाहन्छन् म कार्यक्रममा तिमी के भन्न चाहन्छौ
जाडो छ यो विषयमा तिमी के भन्न चाहन्छौ बोल्छौ कि बोल्दैनौ अविश्वास खै त बोलेको तिम्रो नि भ्लग आउने भयो ल है किन नबोलेको ल है विश्वास लाजाले एकै डल्लो पऱ्यो अहिले उहाँ अस्ति चाहिँ म मिङ्गल हो भन्दै थियो अरू त तिमी सिङ्गल हो कि मिङ्गल हो भन होइन अनि म त मिङ्गल हो अरे मलाई हाँस उठेको होइन मिङ्गल भनेको के हो थाहा छैन चल्लाहरूको गफ क्या त्यही त उसैले छोदो है सरोज थियो अनि माथिको सुप्रिम थियो अनि त्यसमाथि तिमीहरू सिङ्गल हो कि मिङ्गल हो है केटा हो अरे होइन कोन त म त मिङ्गल हो भन्दै भित्र एक्लै थिएँ थोरै सुनेको कहाँ थियो तपाईँ अब 2 घन्टा जति पानीमा बस्ने भने ठ्याक्कै मान्छे मूर्ति ए बोकर त कुकुर पनि मरिगयो नि भाइ पुरा शुद्ध मान्दी मित्र सोध्ने